हेलो गाइस के भन्ने त यहाँ चाहिँ रेस्टुरेन्ट हो गाइजहरू हो उहाँ चाहिँ हाम्रो ड्याडी हुनुहुन्छ यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ त्यहाँ चाहिँ दिदीहरू हुनुहुन्छ अनि हाई भन्दै अनि अनि के भन्नु त यस्तो छ ऊ त्यस्तो छ गाइस म बाहिर जान्छु हेर्नु होला हेर्नुहोस् बाहिर चाहिँ हामी यहाँ चाहिँ काठमाडौँबाट पोखरा आउँदा हामी खाना खान लागेका छौँ हाम्रो गाडी वहाँ चार्ज भइरहेको हो यता यस्तो छ उता यस्तो छ उता टोइलेट छ यहाँ चाहिँ यस्तो खालि कमलको फुल हो गाइस यो कमलको फुल हो गाइस यहाँ किरण बसेको छ गाइस मम्मीहरूलाई राम्रो स्कुल है यताबाट भारी आडो बाँड्नु मोबाइल यस्तो हेलो त्यता चाहिँ उस हुनुहुन्छ हेलो भनिदिनु मम्मी टाढाबाट भन्नु न हेलो भनिदिनु मम्मी हेलो भनिदिनु दाइ हेलो भनिदिनु ड्याडी हेलो भनिदिनु अङ्कल हेलो हेलो भन्नु मामा हेलो हाई हाउ आर यु खाना खाना निकालिसकेको छ अझै चाहिँ आउनु के गर्ने हात जोड्छ तो भनौँ अब गाइस हामी अब खाना खाने तर्खरमा छौँ गाइस खाना गाइस अब हामी खाना खाँदैछौँ गाइस भनौँ खाना खाँदैछौँ गाइस चम्चा लिएर आइदिनु चम्चा दिनु त